हामी यति बेला लुम्ले कास्कीको लुम्ले नेपालको सबैभन्दा धेरै पानी पर्ने स्थान लुम्लेमा छौँ। यो वे टु घान्द्रुक के अरे छान्द्रुक मार्दी हिमाल जाने बाटो यहीँबाट सुरु हुन्छ। बादल सूर्यको किरणले बादलमा डायमन्ड जस्तो बनिरहेछ। बादल सूर्य यता पूर्वबाट उदाइरहेछ। यो पूर्व यता पर्यो है। यो हाइवे चाहिँ बागलुङ बुर्तिवाङ रुकुम हुँदै पश्चिमका मध्यपहाडी लोकमार्गमा जोडिन्छ। यो पोखरा बागलुङ बेनी जोमसोम मुस्ताङ जाने बाटो। यस्तै गरेर यो बर्खा मध्य असारको समय छ। त्यसै पनि मौसम चिसो छ। यहाँ सधैँ चिसो हुने ठाउँ हो। अब अहिले यो चाहिँ बर्खाको सिजन भएर पनि एकदम मजाको त्यो बादलमाथि सूर्यको किरण मुनि बादल एकदम रमणीय दृश्य छ। र रोपाइँ पनि चलिरहेको छ। हाम्रो दाइले त्यहाँनिर रेडी गर्दै हुनुहुन्छ खेतको आली लगाएर। अनि त्यस्तै गरी सर र पहाडलाई चिर्दै सूर्यका किरणहरू बिस्तारै आकाशबाट नदीका नदी सँगसँगै बगिरहेको छ। यसरी सर घेरो लगाएर चाहिँ त्यतापट्टि गाउँहरू छन्। बादल उठिरहेको छ तलबाट है। हामी एक्चुअली अहिले कति फिटको उचाइमा छु भन्ने त मलाई थाहा छैन। त्यस्तै लाग्छ 2000 मिटरको आसपासमा छु जस्तो लाग्छ है। 2000 भन्दा माथि नै छु कि भन्ने मलाई लागिरहेछ। यस्तो छ आजको हाम्रो। आज हामी यहाँनिर चाहिँ लुम्ले बजारमा हाम्रो वे ग्रुप नेपालको सरसफाइ अभियान विगत लामो समयदेखि सरसफाइ गर्नुपर्छ। सरसफाइ हामीले नै गर्ने हो भनेर लागिरहनुभएका अग्रजहरूले जुन उद्देश्य सरसफाइ त यो हाम्रो गरिरहनु पर्ने होइन। यो हाम्रो जेनेटिक सरसफाइ सँगसँगै फोहोर पनि यो कसैले सिकाइरहने कुरा होइन। त्यही पनि अव्यवस्थित यो जुन सहरीकरण यो गाउँघरमा कहाँनिर हुन्छ र फोहोर भने होइन। यो जुन नयाँ बन्दै गरेका फोहोरहरूले बन्दै गरेका सहरहरूमा फोहोर चाहिँ हुने गर्छ। बन्दै गरेका सहरहरू पनि अव्यवस्थित। अब नेपाल चाहिँ अर्को विकसित मुलुक पनि हो। त्यसो भए हुनाले पनि अलिकति समस्या छ। अनि हामीमा दण्डहीनता छ है। डिसिप्लिन पनि कमी छ। एउटा चाहिँ टोयलेट गर्ने, हात धुने, पिसाब गरेपछि हात धुने, नुहाउनुपर्छ भन्ने थाहा भइसकेपछि जुन अब भनौँ न अहिले त चाउचाउ बिस्कुट नपुगेको सायदै ठाउँ होला नेपालको। त्यो ठाउँहरूमा अब त्यो पनि हामीलाई त्यति सामान्य नर्मल बेसिक नलेज नैसर्गिक ज्ञान हुनुपर्ने हो कि यो नागरिक भइसकेपछि
फोहोर गर्नु हुँदैन, कसैलाई गलत बेविचार र गलत शब्दहरू प्रयोग गर्नु हुँदैन भन्ने हामीलाई थाहा हुनुपर्छ। र यहाँ अब तामाका बाँसहरू पनि यहाँ छन्। यी तामा यहाँ अब तामा उम्रिने तल हो यहाँ होइन। अब यस्तो चिसो छ यहाँ, सरर झर्ना बगेछ होइन। अब यो यस्तो झर्ना छ है। यो अब के हो यो के हो के भइरहेछ यहाँ? यस्तो छ झर्ना। यो निरन्तर यहाँ सधैँ यस्तै हो। यो पानी म्याक्सिमम परिरहने ठाउँ, पहाडी ठाउँ। यो को हजुरबाले ल्याएको टिभी यहाँ फालेका छन्। यसरी फाल्न हुन्न है। हामी कहिले पनि यसरी यो डढाल्न पनि हुन्न, पोल्न हुन्न होइन। अब यो पानी भयो, अब यस्तै छ। यो घाँस भयो, घाँस कस्तो राम्रो पलाइराखेछ। मैले भन्दै थिएँ त्यो भएर हाम्रो नैसर्गिक चाहिँ ज्ञान हुनुपर्छ यी सामान्य कुराहरूमा। जस्तो यो नैतिक शिक्षा र नैसर्गिक ज्ञान भनेको एउटा चाहिँ नभई नहुने सबभन्दा ठुलो एउटा सबै नागरिक, सबै मानिस को एउटा चिनारी हो। सामान्य ज्ञानहरू जस्तो कुराहरू हुनुपर्छ, जसले गर्दाखेरि कुनै पनि काममा केही नहोस्। त्यसै गरी हामीले ट्याक्क खाएका ती चाउचाउ बिस्कुटका खोलहरू पनि ट्याक्क खल्तीमा राख्ने। अब त्यो फोहोर फाल्ने ठाउँहरू हुन्छन्, डस्टबिनहरू हुन्छन् ठाउँ ठाउँमा, त्यहाँ त्यसरी राख्ने हाल्ने गर्नुपर्छ। मेरो फेटा जाडो छ यहाँ होइन। जाडो होइन, चिसो छ। जाडो र चिसोमा फरक पर्छ होइन। मही र लस्सी भन्ने जस्तो हो, त्यस्तै हो होइन। चिसो भन्नाले हेलो हेलो साथीहरू सुतिरहेछन्, उड्दैछन्। हामी अलिकति यसमा अनि अलिकति हेलो हेलो के छ। अनि अब यहाँ म यता छु होइन। त्यसो हुनाले त्यो चाउचाउ बिस्कुटका फोहोरहरू पनि हामीले ट्याक्क चाहिँ ठाउँमा हाल्नुपर्छ। हेलो हेलो बाबु के छ कान्छा? यहाँ हेर्न, यहाँ नचलिकन हेर है। यता हेर बाबु, पप्पी। ए बसन्ती जाम आइज। मस्त जाने ल आइज 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 तल। यो नि मस्त हिँडो अब। आइज आइज तल आइज। हो काठै ल हिँड आइज। यसको नाम के दिदी? यसको नाम के रहनु भयो हजुर? त्यसै मैले भन्दै थिएँ त्योहरू हामीले सामान्य कुरामा ख्याल गर्दाखेरि हाम्रै चाहिँ व्यवहारिक ज्ञान, हाम्रो नैतिकता बढेर जान्छ। सबैलाई थाहा छ है। हामीले अन्यथा लिएर हेलचक्राइ गरेर मात्रै हो
यो सामान्य ज्ञानका कुराहरू सामान्य कुराहरू सबैलाई लगभग थाहा नै हुन्छ। यो लान्द्रुक मैले घान्द्रुक भनेको थिएँ, यो लान्द्रुक जाने बाटो होइन। अनि गएर त्यस्तै गरेर यो वे टु मार्दी हिमाल है। यहाँबाट 10 किलोमिटर चाहिँ ड्राइभ गरेर हामी पातिम देउराली डायमन्ड हिल ट्रेकिङ एन्ड ट्रेक हाइकिङ भनेछ। यो के हो, यो फन्डा हो कि के हो, खै कति टाइम लाग्छ म गएको छैन अहिलेसम्म। यस्तो किसिमको ठाउँ छ। वाउ मजाको भ्यू छ है। अब यो हामी गाउँघरतिर जन्मेर गाउँघरतिर हुर्केकालाई त यो खासै विशेष छैन है। नाइ आनेदेखि त्यो डोकामा थोरे जस्ता त्यो गाउँ जन्मेका हुर्केकाहरूलाई चाहिँ यो स्पेसल हुन्छ होइन। स्पेसल ठाउँ छ यो, एकदमै मनमोहक ठाउँ छ। अझै यहाँभन्दा माथि नायो डाँडा जुन लुम्ले कृषि अनुसन्धान केन्द्र वरिपरि चाहिँ धेरै नै एकदम अझ सुन्दर दृश्यहरू छन्। हाम्रो चाहिँ बस र हामी बसेको रेस्टुरेन्ट यही हो है। ल धन्यवाद।